सेक्सन जीमा अध्ययन गर्ने छात्रा हो। आज म समाचार वाचन गर्न गइरहेको छु। ढिलो नगरी सुरु गर्न जान्छु। नमस्कार, राधिका टेलिभिजन बिहान 10:30 बजेको राधिका समाचार बुलेटिनमा स्वागत छ। म बिना गोसाईले समाचार सुरु गरौँ। मुख्य समाचार। राधिका मार्गमा एसएसएनको बाल कक्षा। राधिका मार्गमा कवि कथाकार निर्देशक उपेन्द्र सुब्बा। उलाबारी नगरको सामुदायिक तर्फको अर्धवार्षिक परीक्षा सम्पन्न। राधिका डान्स क्लास मिस्टर हुँदै राधिका मार्गमा खेल सप्ताह सम्पन्न। अब समाचार विस्तारमा। राधिका मावि उलाबारी 6 मा एसएसएनको भवनमा यसै वर्षको सरस्वती पूजाबाट नयाँ वर्णसहित बाल कक्षा सञ्चालनमा ल्याउने भएको छ। नयाँ बालमैत्री भवन, बालमैत्री र दक्ष शिक्षकबाट मण्डेश्वरी विधिमा कक्षा सञ्चालन गरिने कुरा विद्यालयका प्रधानाध्यापक कुमारले जानकारी दिँदै सशस्त्र सर्वसुलभ शिक्षा दिनका लागि आफ्नो नानीबाबुहरूलाई उक्त दिन भर्ना गर्न आग्रह समेत गर्नुभयो। साथै कक्षा 1 देखि 3 सम्म सोही भवनमा वैशाखबाट कक्षा सञ्चालन हुन लागेको बाल कक्षा समिति संयोजक भोला पोखरेलले जानकारी गराउनु भयो। कवि, लेखक, कलाकार तथा निर्देशक उपेन्द्र सुब्बासँग राधिका मावि उलाबारी 6 का विद्यार्थीबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको सभा हलमा आयोजित कार्यक्रम कक्षा 9 देखि 12 का विद्यार्थीहरू, शिक्षक, अभिभावक, उलाबारीका क्षेत्रका साहित्य व्यक्तिहरूको उत्साहजना उपस्थित थियो। कार्यक्रममा विद्यार्थीहरूका प्रश्न र जिज्ञासाहरू सम्बोधन गर्दै आफ्नो अनुभव बताउँदै विद्यार्थीहरूलाई परिश्रम गर्न, मन लगाएर पढ्न, असल कर्म गरी सत्यको मार्गमा हिँड्न प्रेरित गर्नुभएको थियो। कार्यक्रम विद्यालयका व्यवस्थापक समिति लोलिम पोमुको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष पोमुको विशेष पहलमा सुब्बा आउनुभएको हो। उलाबारी नगरपालिकाले गत मङ्सिर 22 गतेदेखि 29 गतेसम्म नगरपालिका सामुदायिक विद्यालयहरूको अर्धवार्षिक परीक्षा सम्पन्न गरेको छ। नगरभित्र 1 बौद्ध गुम्बा, 2 मदरसा, 3 धार्मिक विद्यालय, 22 साधारण तथा प्राविधिक विद्यालयहरू गरी 26 वटा सामुदायिक विद्यालयहरू रहेका छन्। अब समाचारमा पालो भएको छ विज्ञापनको। विज्ञापन अघि मुख्य समाचार पुनः एकपटक। राधिका मार्गमा एसएसएको बाल कक्षा। राधिका मार्गमा कवि कथाकार निर्देशक उपेन्द्र सुब्बा। उलाबारी नगरको सामुदायिक तर्फको अर्धवार्षिक परीक्षा सम्पन्न। राधिका डान्स क्लास मिस्टर हुँदै राधिका मार्गमा खेल सप्ताह सम्पन्न। विज्ञापनपछि स्वागत छ समाचारमा। राधिका मार्गमा रहेको बालकले आयोजना गरेको मङ्सिर 4 गते पहिलो अडिसन सहित राधिका डान्स क्लास मिस्टरको विभिन्न राउन्ड सञ्चालन भइरहेको छ। माघको पहिलो हप्तासम्म राधिका डान्स क्लास मिस्टर सम्पन्न हुने शिक्षक संयोजक प्रदम लिटेलले जानकारी दिनुभयो। साथै स्टारले विभिन्न मेडल, प्रमाणपत्र र नगदसहित पुरस्कृत हुनेछन्। राधिका मावि उलाबारी 6 ले आफ्नो वार्षिक शैक्षिक पात्र अनुसार पौष 1 गतेदेखि 4 गतेसम्म विभिन्न विद्याको खेल समावेश गरी खेल सप्ताह सम्पन्न गरेको छ। खेल सप्ताहमा शिक्षक तथा विद्यार्थीहरूका लागि विभिन्न खेलकुद सञ्चालन गरिएका थिए। एथलेटिक्स, भलिबल, फुटबल खेलहरू सम्पन्न भएका थिए। पुरुष शिक्षकहरूको लागि मैत्रीपूर्ण फुटबल खेलले खेल सप्ताहलाई अझ बढी रोमाञ्चक बनाएको थियो। खेलकुदका विजेता खेलाडीहरूलाई अर्को हप्ता पुरस्कार वितरण गर्ने कुरा खेलकुद संयोजक हिक्मत कार्कीले जानकारी दिनुभयो। अहिले